सिद्धगङ्गा नगरपालिका वडा नम्बर 7 मा पर्ने मगरा कोटदेखि वडा नम्बर 6 मै पर्ने शिवादहसम्म आज हामी ड्रोनको भिजुअल क्याप्चर गर्ने प्रयासमा छौँ हैन। वरपरको दृश्यहरू अति नै राम्रो देखिरहेको छ। बाटोहरू यो चाहिँ मन्दिर जुवाकोटदेखि माथिनिर मन्दिरमा निस्किने बाटो हो र बारीहरूमा अब तोरीहरू फुलेर र हरियो पनि हुन लागिसकेको छ पहेँलो भएर हैन। र अब हामी नजिकै लगभग तपाईको स्वामीनेटाको गाउँनिर आइपुग्यौँ। यो चाहिँ स्वामीनेटा जुवाकोटको स्वामीनेटा भन्ने ठाउँ हो। जुवाकोटको स्वामीनेटादेखि हामी पूर्व लागिसक्यौँ। अहिले चाहिँ सनसेट हुँदैछ। घाम चाहिँ मेरो पछाडिपट्टि पश्चिमतिर छ। त्यो कारणले गर्दा अगाडितिरको रुखहरूमा छाया परेर एउटा प्लेजेन्ट भिजुअल क्याप्चर भइरहेको छ, जुन प्रकृतिले नै तिमीहरूले यो खालको भिजुअल हेर है भनेर उसले आफ्नो सुन्दरतालाई प्रस्फुटन गरे जस्तो मानिरहेको छु मैले चाहिँ आफ्नो दृष्टिबाट हैन। अहिले चाहिँ बाटादेखि तल माथिहरू तोरीको जुन अहिलेको बाली हो त्यसले पनि एउटा सुनमा सुगन्ध थपेको छ अहिलेको दृश्यलाई हैन। हामी तपाईहरुले देख्न पनि सक्नुहुन्छ। म अहिले अगाडि जाँदैछु, तपाईले सायद देख्नुभयो या देख्नु भएन मलाई हैन। र अब चाहिँ म अलिकति माथिल्लो गाउँतिर बाटादेखि माथिल्लो गाउँतिर जाने प्रयास गर्दैछु, किन भन्दा यहाँ हाम्रो 2-4 जना मित्रहरू हुनुहुन्छ हैन। उहाँहरूले चाहिँ हाम्रो गाउँतिर कहिले पनि आएन भन्नुभएको, त्यही भएर मैले चाहिँ अहिले थोरै दायाँपट्टि ड्रोनलाई लिएर गइरहेको छु र यतातिरको गाउँहरू पनि अति नै सुन्दर देखिरहेको छ। अहिलेको मौसम नै एकदम राम्रो मौसम हो। अहिले क्लियर भएको बेलामा चाहिँ नत्र भने त अलिकति भिजुअल राम्रो आउँदैन। अहिले चाहिँ छक्क भएको भएर मैले यो खालको भिडियो खिच्ने प्रयास गरिरहेको छु। र यहाँनिर विद्यालय पनि छ हैन। यो जुवाकोटको आधारभूत विद्यालय हो र म फेरि बायाँपट्टि लागिरहेको छु। अब चाहिँ हामी जुवाकोटको बुढा पँधेरा भन्ने एउटा गाउँनिर आइपुगेको छौँ र यहाँ चाहिँ एउटा पुरानो पँधेरो पनि छ, जुन हामी पहिला हिँड्दाखेरि यहाँनिर पानी खान्थ्यौँ। यहाँको पानी एकदमै मिठो, प्यास लागेको बेला भएको भएर पनि होला अथवा किन हो हैन, साह्रै मिठो लाग्थ्यो यहाँको पानी। र यहाँ पनि एउटा सानो गाउँ बस्ती रहेको छ र थोरै हामी अगाडि जाँदैछौँ। अब चाहिँ हामी सिद्धगङ्गा नगरपालिकाको 6 र 7 को सिमानानिर आइपुग्न थालिसक्यौँ। अब चाहिँ हामी द्रुत गतिले अगाडि बढ्दैछौँ हैन। बायाँपट्टि चाहिँ कोइबाङ भन्ने गाउँ छ र अहिले अगाडि देखिरहनु भएको जुन सल्लाहरुको रुख छ यसले चाहिँ प्रकृतिलाई श्रृंगार गर्ने काम गरिरहेको छ हैन। जुन गहना लगाएर स्त्रीहरू सुन्दर हुन्छन् त्यस्तै जस्तो प्रकृति पनि अब यो रुखको हरियालीले सुन्दर भइरहेको छ हैन। र अब थोरै अगाडि जाने भने हामी चाहिँ देउराली भन्ने गाउँमा आइपुग्यौँ। यो चाहिँ ठ्याक्कै यहाँ तपाईको अहिले देखिरहनु भएको यो बर पिपल छ, यहाँदेखि चाहिँ वडा नम्बर 6 सुरु भयो र यो चाहिँ देउराली भन्ने गाउँ हो जुन वडा नम्बर 6 मा पर्छ। यहाँ तपाईको एउटा जक्सन पोइन्ट पनि छ। यतादेखि दायाँपट्टि र बायाँपट्टि एउटा सिमाना जोडिएको छ। अहिले चाहिँ हामी फुल्ली वडा नम्बर 6 मा आइपुग्यौँ र यहाँको त म सबै कसको घर हो पनि भनिदिन सक्छु, किनभने आफ्नै जन्मेको हुर्केको डुलेको ठाउँ पनि भयो हैन। र यहाँ अगाडि तपाईले देखिरहनु भएको जुन विद्यालय हो त्यो चाहिँ श्री शिवादा माध्यमिक विद्यालय हो। त्यहाँनिर चाहिँ एउटा पिपल छ, सिंगल छ है पिपल चाहिँ हैन, उसको बर चाहिँ छैन। र हाम्रो बारी पनि देखियो, जुन हाम्रो बारीमा पनि तोरीको फुलहरू पहेँली भएको छ हैन। र विद्यालयमा पढाइ भइरहेको छ अहिले चाहिँ। एकदम दामी भिजुअल देखिरहेको छ हाम्रो गाउँ पनि। हाम्रो गाउँ त मलाई राम्रो लाग्ने नै भइहाल्यो। हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह दिनु होला है त।